हाई गाइज वेलकम ब्याक टु माई च्यानल। सबै सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको हाम्रो ब्लग एकदमै सानो ब्लग हुनेछ। हामी गेटा आई हस्पिटलमा आई चेकअप गर्नको लागि जाँदैछौँ। मेन हल एकजना पनि छैनन्, तर इमर्जेन्सी सेवा चाहिँ हुनुपर्छ। त्यही सोचेर आएको। हेरौँ इमर्जेन्सी सेवा छ भने राम्रो। यो चाहिँ टोटल एरिया अफ गेटा आई हस्पिटल है त। यहाँबाट इन्ट्रान्स हुन्छ अनि त्यहाँबाट इन्डिङ हुन्छ। पुरै एरिया चाहिँ गेटा हस्पिटलको। अगाडि बढाउँ के छ, यो चाहिँ हाम्रो वेटिङ रुम। यति ठुलो छ है त वेटिङ रुम। भित्र पनि छ वेटिङ रुमहरू, यहाँ पनि छ। डिफ्रेन्ट ठाउँमा डिफ्रेन्ट बिल्डिङको वेटिङ रुमहरू अभाइलेबल छ। क्राउड नहोला भनेर स्याटरडे भएर यस्तो खाली देखेको हो, नभए यो ठाउँ त खुट्टै नहाल्ने टाइपको ट्याप हुन्छ। इन्डियाबाट नेपालबाट धेरै ठाउँबाट आउनुहुन्छ मान्छेहरू जाँच गराउन। यो चाहिँ औषधि पाउने ठाउँ। आँखाको रिपोर्ट हो आजको। यो औषधि दिनुपर्छ अरे, यो पर्छ अरे, यो चाहिँ पर्दैन। यो हाम्रो रिपोर्ट। Guys, what's up guys, what's up? Manish is here, Manish is here. I'm here. Hi. Live from Pakistan. के भन्न चाहन्छौ मनिष? Nothing right now. त्यही सन्देश हो। मेरो इन्स्टाग्राममा फलो गर्नु होला। त्यो चाहिँ मेरो पनि गर्नु होला है त। Please don't follow me. Please don't follow me. ल ठिक छ, मनिषको सट्टा नि मलाई गर्नु होला। हाई गाइज, हामीले आँखा जाँच गराइसक्यौँ। अनि आँखा जाँच गराउने क्रममा हाम्रो एउटा भाइ नि आउनु भएको रहेछ आँखा जाँच गराउन। उहाँको यहाँको एक्सपिरियन्स कस्तो थियो, कति कोअपरेटिभ हुनुहुँदो रहेछन् हाम्रो डाक्टरहरू, यो कुरा बुझौँ है त उहाँसँग। सन्देश बाबु, हजुर दाइ। तिम्रो यहाँको एक्सपिरियन्स कस्तो थियो, यहाँको माहौलहरू, यहाँको हेल्थ फेसिलिटीहरू, कतिको कोअपरेटिभ, औषधिहरू कतिको इजिली अभाइलेबल थियो, यो कुराहरू एकछिन भनिदिनुहोस् त। नेपालकै दोस्रो ठुलो अस्पताल हो सायद यो, मैले सुनेअनुसार। मैले नि त्यही सुनेको। यहाँ धेरै मान्छेहरू आएर हुन्छन्, इन्डियाबाट नि आएर हुन्छन् बुढो नजिक भएर। हजुर हजुर। औषधिहरू पनि सस्तो रहेछ।
हजुर राम्रो इलाजहरू पनि गर्ने रहेछ। अनि यहाँ उपचार गराउँदा तपाईँको आँखा कतिको इम्प्रुभमेन्ट भयो? तपाईँले यहाँका डाक्टरहरूलाई कतिको कोअपरेटिभ र हेल्पफुल पाउनु भएको? मेरो इलाज गराउन आएको थिएँ के छ कि भनेर, तर केही नि देखाएन, सबै ठिकै रहेछ। ए नर्मल रहेछ तपाईँको आँखा? हजुर। अनि अरू केही भन्न चाहनुहुन्छ यहाँको हाइजिनको बारेमा? यहाँको सबै सफा छ, शान्त माहौल, राम्रो छ सबै। राम्रो रहेछ है, त्यसो भए गेटाको आँखा अस्पताल? त्यही। हस् त, थ्याङ्क यू तपाईँलाई। धन्यवाद। यो हाम्रो एक्जिट है त, जहाँबाट इन्ट्री गर्नुभएको त्यहीँबाट हुन्छ एक्जिट। यो हाम्रो गेटा मेडिकल कलेज मैले हजुरलाई भनिसकेँ। केही वर्षमा यो पनि सञ्चालित हुन्छ। ओपिडी सेवा चाहिँ अहिले पनि सञ्चालित छ यहाँ, तर अरू ठुल्ठुला सेवाहरू चाहिँ अहिले छैन। चाँडै हुन्छ भनेर आशा गरौँ। हस् त, अब हामी घरतिर लाग्छौँ।